चाहिँ सबैजना अब रेडी हुँदैछ होइन। आज चाहिँ ल चाबी चाहिँ यहाँ राखेर केटाहरू आइसकेको छ। अब आज चाहिँ हामी उमीतिर जान्छौँ, मिउरेतिर होइन। केटाहरू पुरा रेडी भएको छ। ल हामी चाहिँ निस्केको अब होइन मिउरेको लागि। अलि एकछिनमा सिलअप गर्नुपर्छ, त्यसपछि उता गएर भेट्छ है त। ल अब हामी चाहिँ यो कसका हुँदै जान्छौँ बिस्तारै। अब यहाँबाट चाहिँ मेबी हाइवे लिन्छ होला। यही जाऊ छ कि लट्स अफ बाइकर खत्रै छ त। अनि राइडरहरू त ल हाम्रो बाइकहरू चाहिँ यहाँ टल्किरहेछ। आमा अति नै रहेछ, अति नै। आज बाइकर चाहिँ वेदरै दामी छ अनि पर्फेक्ट वेदर। सही होला। ल के हो यस्तो? ल सही हो त। अनि त्यही भएर यस्तो प्याक भइरहेको रहेछ। ल बिच देखिन थाल्यो होइन, यस्तो दामी देखेछ। वाह यार। अब हामी चाहिँ अलिकति अगाडितिर गएर रोक्छौँ पार्किङ लटतिर। सही हो। ल बाइकर्सहरू पनि टन्नै आएको छ क्या आज। कति पछि आयो क्या सी साइडतिर चाहिँ। जहिले यहाँमा हिँड्यो फेरि मेरो यहाँमातिर मात्रै मजा लाग्छ कि मलाई। सही देख्ने यार। यस्तो भ्यू हेर्दै कुदाउनु आनन्दै बेग्लै छ क्या, मजा आउने। ल सही हो। ल बबाल 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 बेग्लै छ क्या, यताको भाइब चाहिँ छुट्टै छ क्या, अर्कै खालको छ। यो टावर पनि खोजिरहेको मैले, के भन्छ यो। सही हो। यस्तो ठाउँमा आएर फेरि अफ भइदिएर यार यो मान्छे त। राम्रो लाग्यो यो ठाउँ त, अति बबाल लाग्यो। ल सही देखायो क्या। राजुले त गर्नु भयो जस्तो छ। यहाँबाट चाहिँ बाइक पार्किङमा राखेर यो चाहिँ जोगर्सीमा पार्क भइहाल्यो। अनि यहाँबाट चाहिँ हामी यो एरियाहरू सबै एक्सप्लोर गर्छौँ हिँडेर। 1 आवर्स त बेसी नै लाग्छ होला यार। कस्तो दामी देखायो। Look at the view. अति बवाल छ। यहाँबाट उता चाहिँ जान सकिन्न होला। ल कस्तो यस्तो मजाले बनाइदिएछ। के भन्छ यो मान्छेले। कपमा आइपुग्यो। यहाँबाट दामी देख्छ। केटाहरू कस्तो भयो त केटा हो? एकदमै बवाल दामी भयो। ओर्ती सर्ट एन्ड स्विट केलाई भन्छ भन्ने यो ट्रिपलाई भन्छ। सही हो।